12 को एक्जाम दिने स्टुडेन्ट भोलिदेखि एक्जाम हामी आज यस्तै बजार हिँडिरहेको छौँ काम नपाएको यो मान्छे झन् कहिले काम पाउँदैन एक्जाम पनि चिल खाँदैन आँटेको तँ पनि कुन एक्जाम भन्दा 12 को फाइनल एक्जाम एनइबी बोर्ड अरे हामी जस्तो मान्छेले एनइबी बोर्ड दिन्छ पास पनि हुन्छ नि हुन्न पनि थाहा छैन है गाइस आवातालमै एक्जाम दिन हिँड्ने हो हिँड्ने होइन आउँछ भोलि बिहान जान्छु ल भोलि भगवानलाई पूजा गर्छु कि बिहान बिहान भगवान पास गर्छ आज एकदम राम्रो जस्तो भन्नु भगवानलाई पूजा इमली बम चकलेट चढाउँछु भन् अनि म भगवानलाई म बम चकलेट चढाउँछु त्यता जानु चप्पल किन्नु ल पहिले सिधा किन्नु भने यता किन्नु भने कता यता जाने चप्पल किन्नु यता भित्र यहाँबाट भित्र छिर्नु अनि उतै जस्तो सिधा हो पहिले सिधा किनेर राम्रो यता एउटा चप्पल किनेर आउने सुरुमा ल सिधा किनेर आहा कति राम्रो ब्याग अस्ति मलाई एउटा सिटीवालाले क्या कुनु कहाँ जानेको युएसए जानुहुन्छ भनेर भनेको चुप्पै लाग्यो चल बहना तेरे को भी मैं टिकली किन दूंगा टिकली के हो टिकली भनेको निधारमा के लाउँछस् ए टिका टिका टिकली भने हाट त बहिनी मलाई भने कि तँलाई त भनेको त मेरो अब मुसुम तँलाई कसले भन्नु फान्डे अनुहार हेर्नु ओयो खुल्यात्तै गाइस यो हमार चप्पल एउटा आन्टीले मेरो माथि साइकल चढाइदिनु भयो ढाडमा पो चढाइदियो फेरि त्यो मान्छेले गर्नु कामबाट हेरी हेरी गर्छ क्या गाइस ढाडमा झन् टाउको माथि चढाइदिनु न आज हस्पिटल पुग्थेँ म हस्पिटल लगिदिनु न त तँलाई के भन्नु तैँले नलगेर त्यो आन्टीले लाँदै पर्थ्यो पार्ला पनि लान दिनमा म मेरो साथले तपाईँले किन शत्रु त होस् साले आयो काँक्राको बिउ करेलाको बिउ काँक्राको बिउ आधी पाउ कति दिनु सयपति नै म जहिले लान्छु तपाईँले मलाई चिन्नु म आज त दिनु त लक्ष्मीलाई मिलाउनु भएको देखेर मलाई पनि दिनै मन लाग्नु पऱ्यो पैसा कति भयो बिहाबुरी कि बिहाबुरी भन्छ भन्छु नि त मलाई पनि सिकाइदियो सिकाइदियो 5 वटा पो ल्याएर हेर्दै नठिक छ ठिक छ प्लास्टिकमा दिएको ल्याउ 50 अहिले मैले नौवटा ल्याएको छु दिदिन म It's so cute. 40 टका किलो 40 टका 40 दिनु न 40 यता त्यो चाहिँ के छ त्यो 40 लो लानु के छ 40 के छ राम्रै छ त्यो पनि राम्रै छ यो बाङ्गो टिङ्गो छ यो सिधा छ मैले त बाङ्गो हुँदैन सिम्पल कुरा आँखाले चाहिँ हेरेछ त्यही भन्या अंकल मिलादिनु नि त 2 किलोको 80 रुपैयाँ पर्छ 2 किलोको 60 रुपैयाँ पर्छ अङ्कल ह्यान्डसम हुनुहुन्छ हेर्दैन 50 टका 30 का जोडी 40 टका मिलाइयो मलाई के थाहा त एउटा बाँचेर खानु मिठो छ कि छैन तब लाने सक्नु पर्दैन खा पैसा लाग्दैन एउटा खा कसरी हो काँक्रा 40 रुपैयाँ लौ अरु उता यता यस्तो भेट्दैन तपाईलाई निगिरो सोध्न नि कोला 120 रुपैयाँ तेरो घरमा छ त कोला त सोध्या क्या मम्मी 70 रुपैयाँ दर्जन नै दिनुहुन्छ त्यस्तो मर्छ बेच्नुहुन्छ छ अहिले पनि अनि सकिरहेछ भएकोले चाहिँ पनि भन्दिनँ सकिसक्यो हुन्छ अनि अनि भन्नु न 3 दर्जन 2-4 दर्जन लगिरहेको हुन्छ अनि अलि भएकोले भनिहाल्नु क्या छैन नि कुरो तँलाई भनेकै हो त नि अघि आँखा कहाँ थियो कसरी 10 को
40 पकड त गई थोरै ऐ लड्डु एउटा चस्मा किन्दै त मलाई त्यो ए बहिनी मलाई पनि देखाइ खानु चाउमिन किन न अङ्कल सस छैन म साथीतिर म त काम लाग्छु अरूलाई दियो भने काम लाग्छ भन्छ लाग्दैन तर पनि दिनु तल मलाई चप्पल होइन गाइस मैले सही भनेको नै भन्नु त अब यसले मलाई काम लाग्छ पैसा दियो भने अब यसले पनि मलाई चप्पल जस्तो त म कता काम लाग्ने हो सुरुदेखि किनेको कन्फर्म उद्घाटन गर्नु त दे उद्घाटन नै गर्छु मैले किनेको हो नि त त्यस्तो नभन् न